फेरि पनि जय मसीह सबैजनालाई। जय मसीह सबैजनालाई। आज बिहानीको समय म उठे अनि प्रार्थना गरे। त्यसपछि आज यो बिहानै मलाई खाजाको रूपमा चाहिँ आत्मिक भोजन गर्न मन लाग्यो, किनकि परमेश्वरले भन्नुभएको छ उहाँको राज्य र धार्मिकताको खोजी गर, अनि हामी चाहिँ उहाँमा विश्वास गर्ने र उहाँको धार्मिकताको खोजी गर्ने मानिस जातिहरू हौँ। त्यसै कारणले आज म फेरि पनि बाइबलले खण्डकै पदहरू म यो बिहान यो समयमा म तपाईहरु सामु राख्दैछु। कतिजना बेडमै हुनुहुन्छ होला, कतिजना चिया खाँदै हुनुहुन्छ होला, कतिजना चाहिँ आफ्नो घरको कामहरुमा व्यस्त हुनुहुन्छ होला, अनि र पनि थोरै समय निकालेर यो भिडियो हेर्दै हुनुहुन्छ, सुन्दै हुनुहुन्छ होला। अनि सबैजनालाई फेरि पनि जय मसीह अनि यो च्यानलमा स्वागत गर्न चाहन्छु। आज विशेष गरी हामी चाहिँ मानिस जाति हौँ, अनि हाम्रो दैनिकी कामहरू बिहान भएदेखि नै हरेक कुराहरू सुरु हुन्छ। अनि तर हरेक दिन चाहिँ अनि परमेश्वरले दिनुभएको सुनौलो दिन हो, अनि परमेश्वरले नै सृष्टि गर्नुभएको दिन, अनि उहाँले आजको दिन चाहिँ उहाँले मेरो निम्ति के तय गर्नुभएको छ त भनेर एउटा उत्साहको साथमा जिउने हरेक दिन। अनि यो जिउँदै गर्दा अनि हरेक बिहान हामी देख्दै गर्दाखेरि अनि देखाउनु हुने अनि सृष्टिकर्ता जो हाम्रो पिता हुनुहुन्छ, अनि उहाँलाई हामी कतिको सम्झँदै छौँ त हैन, कतिको सम्झँदै छौँ, कतिको उहाँलाई टाइम दिँदै छौँ। अनि यो कुरा चाहिँ हाम्रो जीवनमा सबैभन्दा महत्त्व राख्छ। यो कुराले हामी परमेश्वरलाई कतिको समय दिन्छ भन्ने कुरामा विशेष गरी आज म प्रार्थनाको विषयलाई नै म यहाँ जोड्दैछु। आज हामी मत्ती 7 को केही खण्डहरूलाई म यहाँ हजुरहरु सामने राख्नेछु। परमेश्वरको पुत्र प्रभु येशू ख्रीष्ट स्वयं शरीरमा आउनु हुँदाखेरि नै उहाँले आफ्नो चेलाहरूसँग जति पनि समय बिताउनु भयो, यात्रा, सुसमाचारको दिन, अनि हरेक कुराहरूमा जति पनि उहाँले सिकाउनु भएको कुराहरू, अनि हरेक कुराहरू चाहिँ जति पनि कुराहरूमा उहाँले परमेश्वरलाई नै सम्झिनु भएको हैन, उहाँलाई नै आदर गर्नुभएको, आफ्नो पितालाई चाहिँ प्रार्थना गर्नुभएको, अनि त्यो प्रार्थनाको उत्तरहरू टक्क आएको, त्यो कुराहरूलाई नै चाहिँ हामी बाइबल अध्ययन गर्छौँ भने सरसर्ती हामी हेर्न पाउँछौँ। अनि उहाँले बिहानीको तेस्रो प्रहरमा, अनि रातमा होस् या डाँडामा होस्, हरेक ठाउँमा चाहिँ उहाँले प्रार्थना नै गर्नुभएको छ। ख्रीष्ट येशू स्वयंले, प्रभु येशू स्वयंले चाहिँ कति धेरै प्रार्थना स्वयं चेलाहरूको सामुन्ने नै प्रार्थना गरिनु भएको छ कि ताकि उहाँले झैं प्रार्थना र सम्झना चाहिँ परमेश्वरको गर्न सकुन् भन्ने र नै उहाँले विशेष गरी आफू शरीरमा छँदा र आफ्नो चेला मानिस जाति, आफ्नो जाति, आफ्नो भेडाहरूको साथमा हुँदाखेरि नै उहाँले स्वयं आफूले आफ्नो जीवनद्वारा नै कसरी जिउने भनेर चाहिँ हरेक कुराहरू देखाउनु भएको कुराहरू छ। अनि ढिलो नगरी म, किनकि हाम्रो जीवनमा प्रार्थना चाहिँ किन आवश्यक छ भन्ने कुरा चाहिँ, अनि बाइबल अध्ययन गर्नुहुने, परमेश्वरलाई मान्नुहुने सबैलाई अवश्य नै थाहा नै छ। तर पनि अनि हामी मनमा म प्रार्थना गर्छु है भन्दै गर्दाखेरि पनि कति कार्य व्यस्तताको कारणले हामी चाहिँ फुत्ता अरू कामहरूमा हिँडिरहेको कुराहरू हुन्छ। अनि फेरि के हुन्छ भने जब हामी प्रभुलाई टाइम नदिएर 5 मिनेट 2 मिनेट किन नहोस् या मनमा नै किन नहोस् त्यो टाइम नदिएर हामी अरू कामहरू चाहिँ आफ्नो दैनिकी गरिराखेका हुन्छ भने त्यसमा कुनै न कुनै केही न केही कुराहरू चाहिँ
त्यो आफैले महसुस गरिरहेका हुन्छौँ कि कति कुराहरू चाहिँ त्यहाँ भनौँ न अलिकति केही न केही कुराहरू चाहिँ त्यहाँ कमी नै भइरहेको हुन्छ। केही न केही हाम्रो व्यवहारमा समस्या अथवा केही न केही चाहिँ भइ नै रहेको हुन्छ। अनि जब हामी प्रार्थना फर्स्ट सर्वप्रथम पहिलो स्थानै हामी परमेश्वरलाई दिन्छौँ भने चाहिँ हाम्रो बिहानीको सुरुवात भयो, खानपिन गर्दा भयो, कुनै कामहरू सुरु गर्दा भयो, हाम्रो दैनिकीमा लाग्नुभन्दा अगाडिको कुराहरू भयो। अनि त्यसमा चाहिँ हामीले प्रार्थना फर्स्टमा हाम्रो हरेक दिनलाई चाहिँ उहाँलाई सुम्पिन्छौँ, किनकि उहाँ त हाम्रो शरणस्थान किल्ला, हामीले पुकार्दाखेरि हामीलाई जवाफ दिनुहुने परमेश्वर, हाम्रो साथसाथमै हिँड्नुहुने, हाम्रो अघि पछि हामीलाई डोर्याउनु हुने, हाम्रो रोदनमा हाँसोमा होस्, दुःख सुखमा होस्, या हरेक परिस्थिति जस्तो सुकै परिस्थितिमा पनि हाम्रो साथमै रहनुहुने, हामी सँगै रहनुहुने परमेश्वर त उहाँ नै हुनुहुन्छ। अनि हामी चाहिँ उहाँलाई कतिको आदर गर्दैछौँ। अनि हरेक आदरलाई पहिलो स्थानमा चाहिँ उहाँलाई जताउने कुरा चाहिँ प्रार्थना, उहाँसँगको कुराकानी, उहाँसँगको समिप्यता, अनि उहाँसँगको नजिकपन, एउटा घनिष्ठता, मित्रता, अनि सबै कुरालाई चाहिँ जोड्ने चाहिँ आज ख्रीष्ट हामीलाई जोड्ने एउटा मध्यस्थकर्ता चाहिँ आज प्रार्थना रहेछ। अनि म पनि बुझ्दैछु, पढ्दैछु, बाइबल पढ्दैछु, बुझ्दैछु। अनि हजुरहरू पनि समय मिलाएर पढ्नुहोला, बुझ्नुहोला। अनि यहाँ चाहिँ प्रार्थना चाहिँ किन आवश्यक छ भन्दाखेरि आज हामी प्रार्थना गर्दाखेरि धेरै किसिमको प्रार्थना गर्छौँ। चङ्गाइको निम्ति प्रार्थना गर्छौँ, अनि हामीलाई के आवश्यक परिराखेको हुन्छ त्यसको निम्ति पनि हामी आफ्नो, किनकि एउटा सन्तानले जसरी आफ्नो बुवा आमासँग आवाज लगाएर माग्दछ अनि पाउँछ, त्यसरी नै हामी पनि परमेश्वरको सन्तान हौँ। अनि हामीले माग्ने भनेको चाहिँ आफ्नो परमेश्वरसँगै हामी माग्दछौँ अनि पाउँदछौँ पनि, विश्वास गर्दछौँ अनि पाउँदछौँ पनि। त्यसैले अनि हामी हरेक दिन प्रार्थना चाहिँ धेरै थरीले गरेर हुन्छौँ माग्नलाई, मतलब किनकि पाउँछौँ भनेर, सुरक्षाको निम्ति, सहायताको निम्ति, अनि हरेक कुराहरूको छुटकाराको निम्ति, अनि हरेक कुरामा हामी प्रार्थना गरिराखेका हुन्छौँ हैन। किनकि प्रार्थना गर्छौँ, कुराकानी गर्छौँ भने चाहिँ अनि हाम्रो र परमेश्वरको सम्बन्ध चाहिँ एकदमै घनिष्ठ हुन्छ। प्रार्थनामा कति धेरै ताकत छ। प्रार्थना चाहिँ एउटा विश्वासीको शक्ति हो, बल हो, ताकत हो। हामी प्रार्थनाबाटै शैतानलाई हराउन सक्छौँ, अनि प्रार्थनाबाटै हामी परमेश्वरसँग नजिक पुग्न सक्छौँ। अनि प्रार्थनामा यति ताकत छ, एउटा परमेश्वरले दिनुभएको एउटा वरदान, हाम्रो आवाज, हाम्रो जिब्रो, अनि योबाट जुन निस्किने आवाजले अनि परमेश्वरलाई पुकार्नु, अनि हामी हिँड्दै गर्दा होस् या काममा हुँदै गर्दा होस्, जतिखेर जसरी पनि हामी घोडामै आएर प्रार्थना गर्नुपर्छ भन्ने पनि होइन। हामी जुन समयमा जहाँ अवस्थामा छौँ, सक्छौँ भने हामी 5 मिनट 10 मिनट हामी दिन पनि सक्छौँ र दिनु पनि पर्छ। यदि हामी एकदमै व्यस्तता, अब गाडीमा हिँड्दा हिँड्दै भयो, अब हामी अलि लामो यात्रा छ, अब गाडीमा जाँदैछौँ अनि अब प्रार्थना गर्न बिर्सिँदैछौँ, अनि हामी गाडी चलाउँदै पनि छौँ, अनि अब के त हतार पनि छ, अनि गाडी चलाउँदै हामी प्रार्थना गर्न पनि सक्छौँ। हाम्रो आँखा खुल्ला राखेर हामी हिँड्दा हिँड्दै हामी शुद्ध हरेक कुरामा हामी प्रार्थना गर्न सक्छौँ, किनकि यो चाहिँ हाम्रो जीवनको सबैभन्दा ठुलो शक्ति हो। परमेश्वरले हामीलाई दिनुभएको ठुलो शक्ति, यो गर्व अनि खुसीको कुरा हो। मलाई त एकदमै खुसी लाग्छ, किनभने प्रार्थनाको माध्यमबाट, प्रार्थनाबाट यति धेरै थोक परिवर्तन, आशिष, अनुग्रह, फलिफाप, छुटकारा, एउटा विजय, हरेक कुरा चाहिँ परमेश्वरले प्रार्थनामा राख्नु भएको छ। त्यसैले आज हाम्रो जीवनमा प्रार्थना धेरै आवश्यक छ। हामी बिहान सबैले जब उठ्छौँ अनि पहिलो स्थान चाहिँ हामीले
परमेश्वरलाई दिनुपर्छ। किनकि कति मान्छे त आजको दिन देख्छु भन्दा भन्दै जिउँछु भन्दा भन्दै चाहिँ हिजोको दिनहरूमै बिति जान्छन्। तर परमेश्वरले चाहिँ आज हामीलाई सुन्दर दिन देखाउनु भयो। त्यसको निम्ति हामीले परमेश्वरलाई बिहान सबेरै प्रार्थना गर्नुपर्छ, समय दिनुपर्छ। अनि हामी सुत्छौँ, उठिसकेपछि यसो टाइम हेर्दाखेरि चाहिँ अलिकति ढिला भइसकेको हुन्छ। ओहो यो काम बित्यो होइन कि 5 मिनट किन नहोस्, 2 मिनट किन नहोस्, हामीले परमेश्वरलाई टाइम दिनुपर्छ। खाना खाने टाइममा जस्तो सुकै भजन होस् हाम्रो भण्डारमा, किनकि भण्डार आफ्नो तिजोरी आफ्नो त्यो जुन आशिष चाहिँ हामीलाई दैनिक शरीरमा चाहिँ खानको निम्ति जुटाउने रहने हरेक कुरा भण्डार चाहिँ त्यो कहिले पनि नरित्तिनको निम्ति, अनि त्यो खाएको हरेक अन्नले हाम्रो शरीरलाई असल र उचित काम गर्नको निम्ति, बल तागत दिनको निम्ति, इनर्जी दिनको निम्ति आवश्यक छ नि। त्यो कुरा चाहिँ परमेश्वरलाई सम्झिएर हामीले खाएका हरेक घाँसहरूले हाम्रो शरीरलाई आशिष दिन सकेका हुन् भनेर हामीले खाना खाने हरेक समयमा, नास्ता गर्ने समयमा हामी परमेश्वरलाई सम्झिन सक्छौँ अनि सम्झिनुपर्छ पनि। यो चाहिँ हाम्रो जीवनमा आवश्यक छ। हामी यात्रा गर्दै गर्दाखेरि सुरक्षाको निम्ति, सहायताको निम्ति, किनकि बाटोघाटोमा कतै हरेक कुराहरू धेरै हुन्छन् है, त्यसको निम्ति भयो। अनि हामी अफिसमा छौँ, केही काम सुरु गर्दैछौँ, किनकि उहाँ चाहिँ हाम्रो भलो सोच्नुहुने एकमात्र परमेश्वर, हाम्रो भलो मात्रै सोच्नुहुने परमेश्वर अनि हाम्रो फिक्री गर्नुहुने, वास्ता गर्नुहुने परमेश्वर त एकमात्र हुनुहुन्छ। त्यसैले हाम्रो हरेक कुराहरू हामीले सुरु गर्दै गरेको कामहरू अनि ड्युटीमा जाँदै गर्दाखेरिको दिनहरू, त्यो हरेकमा हामीले अनि क्रिस्टलाई चाहिँ पहिलो स्थान दिन्छ भने हाम्रो जीवनमा सफलता आउँछ, आशिष आउँछ, सब किसिमको छुटकारा आउँछ। हामी बिरामी भइरहँदाखेरि, बेडमा हुँदाखेरि होस्, अनि हामीले खाइरहेको दैनिक रूपमा हामी कुनै शारीरिक अशक्ततामा छौँ, बिरामी छौँ, अनि त्यो हामी दबाई लिइराखेका छौँ भने त्यो कुराहरूमा हर एक क्याप्सुल, एक दबाईको बुन्दमा चाहिँ उहाँको आशिष, अनुग्रह र छुटकाराको निम्ति हामीले प्रार्थना गर्न सक्छौँ, उहाँलाई सम्झिन सक्छौँ। बेडमा होस्, हामी स्वस्थ हुँदा होस्, व्यस्त हुँदा होस्, हामी घटी कमीमा, रोदनमा, आँसुमा, दुःख सुख हर परिस्थितिमा हामीले परमेश्वरलाई पहिलो स्थान दिनुपर्छ। अनि पहिलो स्थान दिने आज के हो त? प्रार्थनाद्वारा हामी आराधना चढाउन सक्छौँ, प्रार्थनाद्वारा छुटकारा हामीलाई मिल्दछ, प्रार्थनाद्वारा नै आशिष हामीलाई मिल्छ, प्रार्थनाबाट नै हामी उहाँको नजिकमा पुग्न सक्छौँ। अनि प्रार्थनामा चाहिँ यति धेरै शक्ति र तागत, सामर्थ्य चाहिँ अनि परमेश्वरले हाम्रो निम्ति राख्नु भएको छ। अनि आज बाइबलले के भन्दछ? आज मैले बोलिरहँदाखेरि भन्दा पनि आज बाइबलमा धेरै खण्डहरूमा प्रार्थनाको विषयमा चाहिँ खण्डन गरिएको छ। प्रार्थनालाई चाहिँ यहाँ राखिएको छ। धेरैवटा वर्डहरूमा, धेरैवटा पदहरूमा, धेरैवटा पुस्तकहरूमा प्रार्थनालाई महत्त्व दिएको छ, किनकि परमेश्वरसँगको कुराकानी नै पहिलो भनेकै प्रार्थना हो। आउनुहोस्, हाम्रो जीवनमा किन प्रार्थनाको आवश्यकता छ त? हामी मत्ती 7:7देखि सर हेर्नेछौँ। अनि साँच्चै मत्ती 7:7देखि 11 पदसम्म हामी हेर्नेछौँ। अनि तपाईँहरू व्यस्त हुनुहुन्छ भने पनि, अनि साँच्चै थोरै समय निकालेर सुन्दै हुनुहुन्छ भने तपाईँहरूको निम्ति, अनि सबै ठाउँमा हामी बाइबल बोकेर हिँड्दैनौँ, तर हामीसँग सोसल मिडियाबाट अनि हामी नेट इन्टरनेट चलाउँछौँ, अनि हाम्रो हातमा मोबाइल बोकेर हिँड्छौँ। अनि एकछिन भने पनि हामी मोबाइल चलाउन त भनेर चलाइरहँदाखेरि हामीले परमेश्वरलाई पहिलो समय दिइराखेको अवस्थामा
अनि जसरी अहिले सुनिरहनु भएका यी वचनहरू अनि यो बोलिरहेका यी सुनिरहनु हुँदाखेरि अनि परमेश्वरले वचनद्वारा नि तपाईँहरूको जीवनमा आशिष ल्याउन सक्नु भएको होस्। अनि हामी प्रार्थनाबाट अलिकति हाम्रो जीवनमा प्रार्थनाको कमी भइरहेको छ भने यो वचनले फेरि पनि प्रार्थनामा तपाईँहरूलाई जागृत बनाओस्। यो भिडियोले अनि यो वचनले तपाईँहरूलाई प्रार्थनाको निम्ति प्रोत्साहन गरोस्। यो वचनले तपाईँहरूलाई परमेश्वरको नजिकमा पुर्याओस्। यो वचनले तपाईँहरूलाई परमेश्वरसँगको मित्रतामा घनिष्ठ बनाओस्। साँच्चै हाम्रो महान परमेश्वर अनि हामीले भन्नुभन्दा अगाडि अनि माग्नुभन्दा अगाडि नै दिनुहुने परमेश्वर त हुनुहुन्छ, तर अनि हामी उहाँलाई आदर चाहिँ नगर्ने त होइन। हामीले हर समय उहाँलाई आदर गर्नुपर्छ अनि आदर गर्नको निम्ति अनि हामी चाहिँ प्रार्थना चाहिँ हाम्रो जीवनमा एकदमै महत्त्व छ। हुन्छ, म ढिला नगरिकन वचनलाई नै हेर्नेछु। मत्ती 7को 7देखि 11सम्म म सरसर्ती अध्ययन गरेर हजुरहरूलाई सुनाउने छु। म घरमा छु अनि मसँग बाइबल छ, अनि हजुरहरूसँग बाइबल छैन भने सर सुन्नुहोस्। ल, माग त तिमीलाई दिइनेछ, खोज त तिमीले भेटाउनेछौ। आमेन। कस्तो असल वचन! यो जतिको आशिष, यो जतिको एउटा शरण लिने स्थान हामी परमेश्वरलाई भन्दछौँ होइन। अनि माग त तिमीलाई दिइनेछ, अरूले त दिँदैन हामीलाई। हाम्रो परमेश्वरले हामी सन्तान भएको कारणले भन्दै हुनुहुन्छ, माग त तिमीलाई दिइनेछ। अनि माग्नलाई फेरि पनि प्रार्थना नै गर्नुपर्छ। खोज त तिमीले भेटाउनेछौ। हामीले हाम्रो जीवनमा हराएका खुसीहरूलाई, हाम्रो जीवनमा हराएका सफलताहरू, चङ्गाइहरू, स्वस्थता, परमेश्वरसँगको घनिष्ठता, जुन हाम्रो जीवनमा हराएका हरेक कुराहरू चाहिँ अनि परमेश्वरको राज्य, धार्मिकता, सबै कुराहरू चाहिँ हामीले भेटाउनेछौँ। के भन्दछ? खोज त तिमीले भेटाउनेछौ, ढकढकाउ त तिमीहरूका निम्ति उघारिनेछ। आमेन। साँच्चै अनि हाम्रो निम्ति चाहिँ स्वर्गका ढोका, आशिषका ढोकाहरू अनि काम बन्द भएका ढोकाहरू सबै हाम्रो निम्ति खोलिनेछ। किनभने जसले माग्दछ त्यसले पाउँछ, जसले खोज्दछ त्यसले भेटाउँछ, जसले ढकढकाउँछ त्यसको निम्ति ढोका उघारिनेछ। आमेन। साँच्चै यदि कसैले ढोका ढकढक गर्दैन भने के हामी पटक पटक ढोका बन्द गर्नुपर्ने समयमा के हामी ढोका उघारिदिन्छौँ त? हामी त उघार्दैनौँ। अनि हामी परमेश्वरले के भन्नुहुन्छ? हाम्रो जीवनमा आउने